फ्री टिबेटको मुभमेन्ट खुलेआमै बोल्ने गरेर आएको छ। देश विखण्डनका कुराहरू आएको छ। सुरक्षा निकायले हात उठाएको स्थिति, राज्य डिफल्ट भएको कुराहरू आएको छ। कुनै राज्यलाई डिफल्ट गरिएको कुरा आएको छ। राष्ट्रघातका कुराहरू आएको छ। र हो किन यस्तो आउँछ रिजल्ट भन्दाखेरि जहिले पनि एउटा राष्ट्रवादी नेता, राष्ट्रवादी शक्तिलाई प्रहार हुन्छ भने राष्ट्रघात र जनविरोधी कुराहरू रिजल्टमा आउँछ। रिजल्टले देखायो नि। तर केही समयसम्म भ्रम पार्न सक्छन् बाह्य शक्तिहरूले, तिनका दलालहरूले, पपेटहरूले। तर पर्दा खुल्दै जान्छ। आज पर्दा खुल्दै गएको छैन। नेतृत्वको सवालमा पनि हाम्रो पार्टीको नेतृत्व, ल तँलाई कार्यभार, तँलाई यो होइन, ल 10 वटा मिल्यो भने अस्तित्वको सङ्कटमा, नेतृत्वको सङ्कटको दौरबाट गुज्रेको छैन। दृढतापूर्वक अहिलेको चुनौती षड्यन्त्रमूलक हो। राष्ट्रको अस्तित्वको रक्षाको निम्ति, राज्यलाई मजबुत पार्नको निम्ति र संविधानलाई ट्र्याकमा ल्याउनको निम्ति हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। खुट्टा कमाएर पुच्छर लोकाएर भाग्नु हुन्न। हाम्रो नेतृत्वले प्रष्ट रूपमा अहिले संसद पुनर्स्थापनै हो। किन बल जप्ती षड्यन्त्रमूलक ढङ्गले प्रधानमन्त्रीलाई राजीनामा दिने मात्र गरेका छैन, संविधानलाई पङ्गु गराउने काम गरेको हुनाले त्यसलाई ट्र्याकमा ल्याउनको निम्ति संसद पुनर्स्थापना मार्फतै जाने हो। किन यो लोकतन्त्रलाई खत्तम पार्ने, संविधानलाई खत्तम पार्ने र भ्याकुममा लगेर देश सिद्ध्याउने किसिमको षड्यन्त्रलाई बल पुग्छ। फेरि हामीले दुःखले ल्याएको यो संविधान र यो सिस्टमलाई बचाउनु पर्छ भनेर हाम्रै लिडरसिपले अगाडि ल्यायो। त्यति बेला कोही थिएनन्। चुनाव षड्यन्त्रबाट ल्याएको चुनाव भन्दै हिँडेका थिए। अहिले काङ्ग्रेसहरू पनि पुनर्स्थापनै हो भनेर चाहिँ सिग्नेचर क्याम्पेनमा साथ दिएर गएका छन्। हामीले गर्व गर्नुपर्छ। हाम्रो नेतृत्वको दृढता र हाम्रो नेतृत्वको प्रतिरोध गर्ने किसिमको जुन किसिमको अडान छ र जुन वैचारिक रूपमा समस्यालाई प्रष्ट बुझेर किटानका साथ अगाडि बढ्ने कुराहरूमा हामीले गर्व गर्नुपर्छ।